दसैँको माहौलमा त एकदम मिठो मिठो खाने, सबैको घरमा मिठो मिठो पकाउने, स्पेसली मासुजन्य कुराहरू धेरै खाने हुन्छ। यो समयमा एकदम ध्यान पुर्याउनु पर्ने कुराहरू के हुन सक्छन्? यस्तो छ, अब दसैँको टाइममा चाहिँ हाम्रो एउटा कस्तो छ भन्दाखेरि डाइट जो वेट लस गरिरहनु भएको छ अथवा जो स्ट्रिक्टली डाइट नै हुँदाखेरि पनि दसैँको टाइममा चाहिँ धेरै कुराहरू म खान्न भन्न सकिन्न क्या। डाइट गर्न नहुने कुनै ग्रुप हुन्छ यस्तो तपाईँले चाहिँ डाइट गर्नु हुँदैन, कुनै किसिमको पनि कटौती गर्नु हुँदैन भन्ने त्यस्तो केही हुन्छ? डाइट भन त ओभरअल खाना त ब्यालेन्स गरेर खान सबैजनाले सकि नै हाल्यो होइन। केही त्यस्तो सुपर फुड भन्ने केही हुन्छ त? यो भयो भने चाहिँ होल प्रेग्नेन्सी एकदमै राम्रो हुन्छ, यो चाहिँ खानै पर्छ भन्ने त्यस्तो केही छ? तर प्रेग्नेन्सीको जर्नीमा चाहिँ कस्तो हुन्छ भन्दा क्यालोरीहरू चाहिँ बिस्तारै बढाउँदै चाहिँ लानुपर्छ। सो प्रेग्नेन्सीबाट पोस्टपार्टममा शिफ्ट हुँदाखेरि है यो तिमीले अब 2 जनाको लागि खानुपर्छ भनेर सुन्छौँ नि हामीले, इटिङ फर 2, यो कतिको ट्रु हो? केही समय सखीसँग, कन्भर्सेसन्स द्याट केयर। नमस्ते, केही समय सखीसँगको यो स्पेशल दसैँ एपिसोडमा यहाँहरूलाई स्वागत छ। सर्वप्रथम यहाँहरू सबैजनालाई बडा दसैँ, दीपावली, छठ एवं नेपाल सम्बतको हार्दिक हार्दिक मङ्गलमय शुभकामना। दसैँको समयमा हाम्रो न्युट्रिसन, हाम्रो पोषण कस्तो हुनुपर्छ, स्पेसली प्रेग्नेन्सी र पोस्टपार्टम अर्थात् गर्भवती महिला र सुत्केरी महिलाले चाहिँ के कस्ता खानेकुराहरूमा ध्यान दिनुपर्छ भन्ने विषयवस्तुमा केन्द्रित रहेको छ आजको यो स्पेशल एपिसोड। एन्ड वी हेभ येट अगेन एक्सपर्ट हियर फर यु। नमस्ते म्याम, यहाँलाई स्वागत छ। हजुर नमस्ते। हजुरको इन्ट्रोडक्सनबाट सुरु गरौँ। मेरो नाम चाहिँ रुजा थापा। म चाहिँ हाल अहिले नेपाल मेडसिटी हस्पिटलमा एज अ क्लिनिकल डाइटिसियन काम गर्दैछु र मेरो आफ्नै पनि डाइट बाई रुजा भनेर एउटा डाइट सर्भिस चलाइरहेको छु। डायट भन्न साथै खाना कटौती गर्ने, खानेकुरा अलिकति दुब्लाउनको लागि चाहिँ एकदम खानामा ध्यान दिने भनेर बुझ्छ हामी। थोरै खान्छु म भन्दा किन डाइटिङ हो र भन्ने जस्तो कुरा आउँछ नि। हजुरहरूको अथवा एज अ डाइटिसियनको नजरबाट चाहिँ डायट के हो त? डाइट भनेको चाहिँ अब युजली बुझ्दाखेरि चाहिँ अब कम खाने, वेट लस गर्ने भन्ने मात्र बुझिन्छ होइन। तर डाइट भनेको चाहिँ ओभरअल आफ्नो बडीलाई चाहिँ ब्यालेन्स न्युट्रिसनमा राखेर चाहिँ अब विभिन्न प्रकारका हुन्छन्, जस्तै रोगहरूको लागि पनि डाइट हुन्छ, वेट लसको लागि मात्र नभएर। अनि त्यो सबै चिजको लागि चाहिँ बडीलाई चाहिँ प्रपर न्युट्रियन्ट पुऱ्याएर खाने कुरालाई चाहिँ ओभरअल डाइट भनिन्छ। सो दसैँको माहौल छ होइन, अब हामी सबैजना जेनरल पब्लिककै लागि पहिला कुरा गरौँ। दसैँको माहौलमा त एकदम मिठो मिठो खाने, सबैको घरमा मिठो मिठो पकाउने, स्पेसली मासुजन्य कुराहरू धेरै खाने हुन्छ। यो समयमा एकदम ध्यान पुर्याउनु पर्ने कुराहरू के हुन सक्छन्? यस्तो छ, अब दसैँको टाइममा चाहिँ हाम्रो एउटा कस्तो छ भन्दाखेरि डाइट जो वेट लस गरिरहनु भएको छ अथवा जो स्ट्रिक्टली डाइट नै हुँदाखेरि पनि दसैँको टाइममा चाहिँ धेरै कुराहरू म खान्न भन्न सकिन्न क्या। त्यो मिल्दा पनि मिल्दैन होइन, किनभने चाहिँ अब सबैजनासँगै बस्दाखेरि चाहिँ हामीले एक्लैले अब खाँदिनँ भनेर चाहिँ त्यो राम्रो नै हुँदैन। अनि प्लस अब आफैलाई पनि त्यो टाइम भनेको चाहिँ अलिकति इन्जोय गर्ने टाइम हो होइन। तर खाँदाखेरि चाहिँ ध्यान के दिनु पऱ्यो त भन्दाखेरि ओभर अलिक बढी क्यालोरी चाहिँ खानु भएन क्या। कट अफ गर्ने ठाउँमा चाहिँ हामीले कट गर्न चाहिँ सिक्नु पऱ्यो। जस्तै कि अब हामीले अब माछा मासुहरू त त्यो बेला खाइ नै हालिन्छ होइन। तर जुन त्योभन्दा एक्स्ट्रा ओभर क्यालोरी आउने भनेको चाहिँ जुन ड्रिङ्कहरू छ होइन, जुन कोल्ड ड्रिङ्क्सहरू छ, त्यस्तो कुराहरूलाई चाहिँ हामीले घटाउन मिल्छ होइन। अनि खाँदाखेरि पनि पोर्सन कन्ट्रोल गरेर खानु पऱ्यो। अब जस्तै माछा मासु खाइराख्नु भएको छ भने त्योभन्दा बाहेक अब हाम्रो चिउराहरू धेरै खाइन्छ त्यो बेलामा होइन, भातहरू, चिउराहरू, त्यो पोर्सनलाई चाहिँ अलिकति कम गरेर। अनि तरकारीहरू त्यतिखेर त फेरि कति धेरै आइटमहरू बनिरहेको हुन्छ क्या घरमा पनि, अचारहरू होइन। अब अचारहरूमा पनि हामीले के गर्न सकिन्छ भने अब आलुको अचार नभएर चाहिँ आलुलाई पनि अलिकति त्यसलाई चाहिँ मोडिफाई गरेर अलिक बढी चाहिँ काँक्रो गाजरहरू राखेर आलु चाहिँ अलिकति कम गरेर त्यसरी पनि हामीले क्यालोरी चाहिँ कट अफ गर्न सकिन्छ होइन। त्यो हुँदाखेरि चाहिँ खाए जस्तो पनि हुन्छ, पेट पनि भरिन्छ, अनि प्लस एक्सेस क्यालोरी पनि खाइँदैन, धेरै डिपोजिट पनि गर्दैनौँ हामीले त्यतिखेर। त्यही भएर हामीले खाँदाखेरि चाहिँ पोर्सन चाहिँ कन्ट्रोल गर्नु पऱ्यो। नेपाली समाजमा अहिले डायटको कस्तो रूपान्तरण भएको छ सुन्नमा आउँछ नि। किटो डायट भन्यो, इन्टरमिडियन्ट फास्टिङ भन्यो, कति थरीको डायटको फर्म्सहरू हुन्छन् होइन। सो नेपाली समाजमा चाहिँ डायट कसरी लिन्छौँ हामीले त्यही त अहिलेको लागि त डायट भनेको त प्रायः जस्तो धेरैजनालाई नै खाना सबै कट अफै गरिदिने। अझ अब किटो भनेर त अब हामीलाई अलिकति आइडिया नभइकन किटो गर्नुहुन्छ प्रायः धेरैजनाले त होइन। अब किटोमा चाहिँ खास गरी हाई फ्याट होइन, अनि प्रोटिन अनि लो कार्बमा पर्छ किटो, नो कार्ब भनौँ होइन।
त्यसमा पर्छ किटो। तर अब त्यो पनि अब अलिक प्रपर वेमा चाहिँ गरिँदैन, त्यो नगर्दाखेरि चाहिँ धेरै हेल्थ इस्युजहरू आइ पनि रहेको छ होइन। तर तैपनि अलिक पहिलाभन्दा चाहिँ अहिले अलिक बुझ्नु भएको छ होइन। अनि डाइटमा चाहिँ अब त्यही हो, खाना भोलिदेखि डाइट गर्छु भनेपछि भोलिदेखि केही पनि नखाइदिने क्या, एकदम हुन्छ नि एकदमै कम खाना खाइदिने। अनि अलिक कम 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 गर्दै गइसकेपछि के हुन्छ त, ओभर द टाइम चाहिँ के हुँदै जान्छ भन्दाखेरि अब बडीलाई त रिक्वायरमेन्ट उसको छ, बडीलाई त न्युट्रिएन्ट एकदम कम हुँदै जान्छ। अनि बिस्तारै बिस्तारै अलि टाइम पछि चाहिँ एकदम एक्सेस आफूलाई चाहिँ त्यो क्रेभिङ हुँदै जान्छ क्या। त्यो भइसकेपछि फेरि ब्याक टु नर्मल वेट। 1 महिना एकदम मजाले घटिदिनुहुन्छ, एकदम कम खाएर 5-6 केजी 6-7 केजी मजाले वेट लस गर्ने, फेरि अर्को महिना फेरि ब्याक गर्ने। त्यो चाहिँ झन् धेरै त्यसले चाहिँ हाम्रो बडीमा चाहिँ नकारात्मक असरहरू पारिरहेको हुन्छ होइन। त्यो कुराहरू चाहिँ बुझ्न जरुरी छ। डायट गर्न नहुने कुनै ग्रुप हुन्छ यस्तो, तपाईँले चाहिँ डायट गर्नु हुँदैन, कुनै किसिमको पनि कटौती गर्नु हुँदैन भन्ने त्यस्तो केही हुन्छ? डाइट नगर्ने पनि हुन्छ। डाइट नगर्ने भन्नाले डाइट भन्दा त ओभरअल खाना त ब्यालेन्स गरेर खान सबैजनाले सकि नै हाल्यो होइन। अब कहिलेकाहीँ चाहिँ कस्तो कुनै रोगको कन्डिसनहरूमा चाहिँ कुनै डाइटहरू नगर्न पर्ने हुन्छ। जस्तै किटो डाइटहरू भनेको चाहिँ जसलाई अलरेडी लिभरमा समस्या छ होइन, गल ब्ल्याडरमा स्टोनहरू छ, त्यस्तो केसेसहरूमा चाहिँ किटो डाइट गर्नु मिल्दैन। अनि कतिपय केसेसमा चाहिँ त्यो कुराहरू थाहै हुँदैन क्या। त्यो कुराहरू चाहिँ कहिलेकाहीँ एकदम दुखेर गाह्रो भएर हस्पिटल गएपछि मात्रै डायग्नोसिस हुने कुराहरू हो क्या। अनि त्यस्तो हुँदाखेरि चाहिँ थाहा नपाइकन गर्दाखेरि चाहिँ लिभरहरूलाई खराब गर्छ। अब कसैले प्रोटिन अलिक बढी खाएर गरिने डाइटहरू हुन्छ नि त, त्यस्तोमा पनि के हुन्छ भन्दा के अरे किडनीमा चाहिँ समस्या भइरहेको हुनसक्छ अलरेडी। त्यस्तो केसमा चाहिँ युरिया क्रेटिनाइनहरू चाहिँ बढिदिन्छ होइन, त्यसले गर्दा चाहिँ किडनीलाई झन् असर गर्छ। त्यही भएर त्यस्तो ग्रुपहरूले चाहिँ पहिला नै ब्लड टेस्टहरू गराएर मात्रै डाइट गर्नुपर्छ। सो यो मेरो लागि नै एउटा नयाँ कुरा भयो है, एकदम सुन्नमा आइरहेको हुन्छ नि त। म आफैले पनि म त्यति धेरै कन्सियस मान्छे चाहिँ होइन, अनेस्टली भन्नुपर्दा हुनुपर्ने चाहिँ हो। तर गरौँ न त भन्दाखेरि नि के चिजहरू चाहिँ चाहिन्छ सुरुमा भन्ने ज्ञान म जस्तै कमन पिपलहरूलाई त्यति थाहा हुँदैन। सो म जस्तो व्यक्ति जसलाई चाहिँ धेरै ज्ञान हुँदैन डायटको अथवा कुन खानेकुरामा के तत्त्वहरू पाइन्छ हुन्छ नि, हामीले जेनरली सजिलोसँग बुझेर चाहिँ यो खानेकुरामा यो पाइन्छ, जस्तै हामीले दाल भात तरकारी दिनको खाइरहेको हुन्छौँ, त्यसमा के ब्यालेन्स कुराहरू हुन्छ जेनरली चाहिँ कसरी थाहा हुन्छ? जेनरली चाहिँ के गर्नु पर्यो हामीले भन्दाखेरि आफ्नो प्लेटमा चाहिँ सबै कुरा हुनु पर्यो क्या। आफूले खाने प्लेटमा चाहिँ जस्तै अब हाम्रो नेपालीहरूको खाना त एकदमै राम्रो छ, बिहानको दाल भात तरकारी त होइन, कार्बोहाइड्रेटको मात्रा पनि हुनु पर्यो त्यो प्लेटमा। इन्स्योर गर्नु पर्यो कि के चाहिँ छ त यो प्लेटमा कार्बोहाइड्रेटको लागि। भात छ कि भात भएन भने भातको सट्टा रोटीहरू हुन्छ होइन, गहुँहरू हुन्छ, दलियाहरू हुन्छ, धेरै कुराहरू हुन्छ होइन कार्बोहाइड्रेटको लागि चाहिँ। त्यसै गरेर कार्बोहाइड्रेट खाइसकेपछि कार्बोहाइड्रेटको मात्रा चाहिँ अलिक कम गर्नु पर्यो। त्योभन्दा अलिक बढी चाहिँ हामीले सागसब्जीहरू खानु पर्यो क्या। अब सागसब्जीमा चाहिँ हजुरले सबै तरकारीहरू, हरियो तरकारीहरू जे पाउँछ होइन, यही खानुपर्छ भन्ने छैन, जे पाउँछ त्यो सागसब्जी तरकारीहरू सबै खान मिल्यो। तर हामीले अलिकति चाहिँ अब यो आलुहरू हुन्छ नि, अनि त्यसपछि पिँडालु, सकरखण्डा, तरुलहरू जस्तो कुराहरू, अलिक स्टार्ची कुराहरू हुन्छ नि, यस्तो कुरा, अनि पाकेको फर्सी, त्यो स्टार्ची कुराहरूलाई चाहिँ अलिकति कम गर्नु पर्यो। त्यो बाहेक अरू हरियो सागसब्जीहरू चाहिँ अलिक मजाले हाल्नु पर्यो प्लेटमा। किनभने खाना अब आजसम्म हामी यति धेरै खाइरहेछौँ, भोलिपल्ट थोरै खाने बित्तिकै पेटै अगाउँदैन क्या। अब त्यो खाना कम गर्ने बित्तिकै खानाभन्दा धेरै चाहिँ हामीले अब त्योभन्दा बेसी चाहिँ अलिकति दाल राख्नु पर्यो एक कचौरामा। हाम्रो चाहिँ कस्तो छ बानी भने भात हाल्छौँ त्यसमै दाल हाल्छौँ क्या, कचौरामा चाहिँ खाने गर्नुपर्छ क्या दालको चाहिँ होइन। त्यो भयो भने चाहिँ दालको मात्रा अलिकति बढ्छ। अनि त्योभन्दा धेरै चाहिँ अर्को कचौरामा चाहिँ हामीले तरकारी खानु पर्यो होइन, हरियो सागसब्जी तरकारी सिजनल जे छ त्यही खानु पर्यो, यही खानुपर्छ भन्ने छैन। सलादहरू खान सक्यो, काँक्रो गाजरहरू खान सक्यो होइन। अनि त्यसपछि चाहिँ अब प्रोटिनको लागि अरू पनि केही कुराहरू जस्तो अन्डाहरू हुन्छ, माछा मासु खानेहरूले माछा मासु, अन्डाहरू, सोयाबिनहरू होइन, टोफु, पनिरहरू, त्यो खानाले चाहिँ एउटा ब्यालेन्स्ड एउटा प्लेट चाहिँ आफूले सेट गर्न सिक्नु पर्यो। त्योभन्दा बाहेक पनि दिउँसो खाजाहरू खाइराख्नु भएको छ भने पनि अब चिउरा मात्र खायो भने हामीलाई पनि थाहा छ नि, चिउरा मात्र खायो भने चाहिँ 1 किलो चिउरा नि खान सकिन्छ क्या। बिस्तारै 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 गऱ्यो भने कार्ब्स चाहिँ त्यस्तो हुन्छ क्या, हामीले जति पनि खान सक्छौँ। तर त्योसँगै प्रोटिनहरू चाहिँ खानु पर्यो। तरकारीहरू स्यालेडहरू खायौँ भने चाहिँ धेरै खान सकिन्न क्या, पेट चाहिँ फुल हुन्छ। त्यो भइसकेपछि आफैलाई पनि क्रेभिङ हुँदैन धेरै कुराको। त्यसरी चाहिँ हाम्रो सुरुको खानादेखि नै अलिकति ब्यालेन्स गरेर खायौँ भने हामीलाई चाहिँ क्रेभिङ पनि हुँदैन, पेट पनि फुल हुन्छ, प्लस न्युट्रिसन पनि सबै पाइन्छ। वन्डरफुल। यसैलाई जोड्दाखेरि चाहिँ अब दसैँकै माहौल छ है, कतिजना हाम्रो दर्शकहरू अहिले गर्भवती अवस्थामा हुनुहुन्छ होला। सो गर्भवती अवस्थामा भएको व्यक्तिको लागि न्युट्रिसन कतिको आवश्यक छ, यदि छ किन छ? प्रेग्नेन्सी गर्भवती अवस्थामा चाहिँ एकदमै बढी आवश्यक हुने टाइम भनेकै हाम्रो बडीलाई चाहिँ प्रेग्नेन्सीको बेलामा चाहिँ हो न्युट्रिसन चाहिने होइन।
किनभने अब प्रेग्नेन्ट हुँदाखेरि चाहिँ अलरेडी अब एउटा आमाको वममा चाहिँ अब बच्चा हुन्छ होइन, जसलाई चाहिँ न्युट्रिसन चाहिँ आमाकै थ्रुबाट गइरहेको हुन्छ क्या होइन। अनि कस्तो हुन्छ भन्दाखेरि आमाले जस्तो खायो त्यो अनुसारको न्युट्रिएन्ट भनेको पौष्टिक तत्त्वहरू होइन निस्किने हो खानाहरूबाट होइन, त्यही चाहिँ बच्चालाई जाने हो। अब त्यो हुँदाखेरि चाहिँ आमाले चाहिँ एउटा प्रपर ब्यालेन्स डाइट होइन, क्वालिटी अफ प्रोटिन्स कार्बोहाइड्रेट सबै कुरा मिलाएर खानुभयो भने त्यही अनुसारको बच्चाको ग्रोथ एन्ड डेभलपमेन्ट हुँदै जाने हो क्या होइन। त्यसमा पनि अब हाम्रो चाहिँ कस्तो छ भन्दाखेरि अहिले चाहिँ प्रेग्नेन्सीको बेलामा चाहिँ सुरुदेखि नै थाहा भइरहेको हुँदैन, कतिजनालाई त पछिदेखि थाहा हुन्छ होइन। अनि त्यो भइसकेपछि चाहिँ अब सुरुमा अलिअलि ल्याकिङ त हुन्छ नै होइन। त्यही भएर पनि ओभरअल सधैँ नै खाँदाखेरि चाहिँ अलिकति ब्यालेन्स डाइट खान सक्यो भने चाहिँ त्यसले पनि हेल्प हुने हो होइन। अनि न्युट्रिसन चाहिँ अब कस्तो हुन्छ नि, बच्चाको चाहिँ युजली आमाले खाएको खानेकुराहरू जुन न्युट्रिएन्टहरू चाहिँ निस्किन्छ होइन, ब्लड स्ट्रिममा चाहिँ जब निस्किन्छ त्यो निस्किसकेपछि चाहिँ त्यो चाहिँ बच्चाको थ्रु चाहिँ प्लासेन्टा हुँदै बच्चालाई चाहिँ जाने हो होइन। अब त्यसमा चाहिँ के छ, प्रोटिन खानुभयो आमाले, प्रोटिनयुक्त खानेकुरा भने चाहिँ प्रोटिनले चाहिँ के गर्छ त बच्चालाई भन्दा टिस्युजहरू बिल्ड गर्नेदेखि लिएर होइन, अनि बच्चालाई चाहिँ मसल्सहरू सबै थोक फर्म हुनु पऱ्यो नि बच्चालाई, त्यसमा चाहिँ बच्चालाई हेल्प गर्छ क्या प्रोटिनले होइन। प्लस इम्युनिटीको लागि पनि राम्रो हुन्छ। त्यसै गरी आमाले खाने कार्बोहाइड्रेट जुन चाहिँ फ्युल पनि भनिन्छ होइन, कार्बोहाइड्रेटले चाहिँ फ्युल दिन्छ क्या हामीलाई, एनर्जी दिन्छ होइन, त्यसले पनि बच्चालाई हेल्प गर्छ। त्यसै गरी फ्याट्सहरू भयो, फ्याट खानु पऱ्यो, हेल्दी फ्याट्सहरू जसले चाहिँ बच्चाको ब्रेनलाई चाहिँ राम्रो गर्छ होइन। अनि त्यसै गरेर चाहिँ धेरै कुराहरू चाहिँ आयरन भयो, आयरन पनि खाने गरिन्छ होइन। आयरनयुक्त खानेकुराहरू खाँदाखेरि पनि जसले चाहिँ अब आयरनले चाहिँ हेमोग्लोबिनहरूमा चाहिँ जुन अक्सिजन ट्रान्सपोर्ट हुन्छ, मजाले अक्सिजन ट्रान्सपोर्ट हुनसक्छ होइन, त्यो हुन्छ। त्यसै गरेर चाहिँ अर्को चाहिँ हाम्रो माइक्रोन्युट्रिएन्ट, अघि जुन प्रोटिन कार्ब्स फ्याटहरू भनेको चाहिँ म्याक्रोन्युट्रिएन्ट्समा पर्छ होइन। जुन यो मैले आयरनको कुरा गरेँ त्यो भनेको फेरि माइक्रोन्युट्रिएन्टमा पर्छ क्या। एउटा चाहिँ एकदमै इम्पोर्टेन्ट भनेको चाहिँ फोलिक एसिड हो होइन, जुन चाहिँ युजली प्रेग्नेन्सीमा कन्सिभ गर्नुभन्दा अगाडिदेखि नै दिइन्छ होइन। त्यो चाहिँ एकदमै भाइटल छ त्यो चाहिँ फोलिक एसिड, फोलेट भनिन्छ होइन, जुन चाहिँ खानेकुराबाट खासै धेरै पाइँदैन होइन। त्यो भएको भएर चाहिँ फोलिक एसिड खाने हो। अनि फोलिक एसिड खाँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि बच्चाको चाहिँ ब्रेनको लागि खाने हो, न्युरल ट्युब डिफेक्ट भन्छ क्या होइन, जसले गर्दा त्यतिखेर चाहिँ जुन अगाडिको फेजमा सुरुको फेजमा चाहिँ जुन बच्चाको ब्रेन स्पाइनहरू बन्ने बेलामा चाहिँ केही पनि कमी कमजोरी नहोस् भनेर चाहिँ त्यसरी चाहिँ अगाडि नै फोलिक एसिड खाने हो। युजली चाहिँ कन्सिभ गरिसकेपछि पनि 3 महिनासम्म चाहिँ फोलिक एसिड दिइन्छ, खाइन्छ होइन। अनि आइरनसँग त्यो फोलिक एसिड भइहाल्यो। अनि त्यसरी चाहिँ खानुपर्छ। अनि यही कुराहरू हुन्छ, सबै माइक्रोन्युट्रिएन्ट म्याक्रोन्युट्रिएन्टहरूले चाहिँ ओभरअल बच्चाको ग्रोथ डेभलपमेन्टमा हेल्प गर्ने भएको भएर चाहिँ प्रेग्नेन्सीको बेलामा चाहिँ एकदमै इम्पोर्टेन्ट छ आमाले मजाले खानु चाहिँ। यदि कोही महिला अब चाहिँ म प्रेग्नेन्ट हुन्छु भनेर कोही हुन्छ नि प्लान गर्दै हुनुहुन्छ अरे होइन, अब चाहिँ आम रेडी, म सबै एस्पेक्टबाट तयार छु भनेर प्लान गर्दै हुनुहुन्छ भने उहाँको प्लेटको खानेकुराहरू चाहिँ कस्तो हुनुपर्छ त? उहाँको चाहिँ त्यो ओभरअल नै ब्यालेन्स डाइट नै हुनु पऱ्यो। मैले अघि भनेको जस्तै अब जस्तै क्वालिटी अफ प्रोटिन हुनु पऱ्यो होइन। प्रोटिनमा पनि माछा, मासु, अन्डा, जसमा चाहिँ अलि राम्रो भनेको चिकनहरू भयो, एग भयो होइन। अनि त्यसै गरेर चाहिँ कार्ब्समा चाहिँ रिफाइन्ड कार्ब्स भन्छौँ हामीले, कम्प्लेक्स कार्ब भन्छौँ, सिम्प्लेक्स कार्ब, 2टा कार्बोहाइड्रेट हुन्छ क्या युजली कार्बोहाइड्रेटमा चाहिँ होइन। त्यसमा चाहिँ अब रिफाइन्डहरूमा चाहिँ मैदाको कुराहरू यिनीहरूलाई चाहिँ अभोइड गरेर अलिकति कम्प्लेक्स कार्बहरूतिर अब जस्तै गहुँ, जौ, जैहरू होइन, यस्तो कुराहरूमा चाहिँ अलिकति बढी फोकस भएर खानु पऱ्यो। त्यसै गरी हेल्दी फ्याट्सहरू खानु पऱ्यो। फ्याट चाहिँ बडीलाई एकदमै इम्पोर्टेन्ट छ फेरि होइन। फ्याट चाहिँ अघि जस्तै अब बच्चालाई पनि एकदमै इम्पोर्टेन्ट छ प्रेग्नेन्ट हुँदाखेरि चाहिँ होइन। अनि फ्याटले चाहिँ फेरि भाइटामिन लिनलाई पनि हेल्प गर्छ क्या। यदि हामीले प्रपरली फ्याट खाँदैनौँ भने हाम्रो बडीमा चाहिँ ADEK भाइटामिन भन्ने जुन 4वटा भाइटामिन छ त्यो चाहिँ हाम्रो बडीले मजाले लिन सक्दैन। फ्याट हुँदाखेरि नै मात्रै लिन्छ, मजाले एब्जर्ब गर्छ होइन। भाइटामिन बीहरू भनेको चाहिँ वाटर सोल्युबल भाइटामिनहरू भयो, यो भनेको चाहिँ फ्याट भयो क्या। फ्याट चाहिँ त्यही भएर पनि एकदमै आवश्यक छ। त्यो फ्याट पाइन्छ चाहिँ केमा सोर्स के? अब जस्तै हामी त फ्याट भनेको त चिल्लो कुरा त अभोइडै गर्नुपर्छ भन्ने हुन्छ नि त। भने हामीले खाने फ्याट चाहिँ कस्तो हो? हामीले खाने गुड फ्याट्सहरू भनेको चाहिँ युजली अब नट्सहरू, सिड्सहरू जुन छ नि तिनीहरूमा पनि फ्याट्स हुन्छ। एभोकाडो भयो, त्यसमा नि फ्याट हुन्छ होइन, गुड फ्याट्स भन्छौँ होइन। अनि जुन हामीले खाइराख्ने गरेको तेलहरू, घिउहरू पनि छ नि, तिनीहरूलाई पनि मजाले मिलाएर, किनभने बिहान दिउँसो बेलुका हामीले तरकारीहरूमा त तेल घिउहरू खाइन्छ होइन। अब तेलहरू खाँदाखेरि पनि अलिकति चेन्ज गरी हामीले खायौँ भने चाहिँ फ्याट्सहरूमा पनि डिफ्रेन्ट तरिकाको फ्याट्सहरू हुन्छ होइन। अनि हामीले एउटै तेल नखाएर चाहिँ तेललाई चेन्ज गर्ने, कहिले सनफ्लावर कहिले सोयाबिन तेलहरू चाहिँ चेन्ज गरेर खाइयो भने चाहिँ एउटामा नभएको कुरा अर्कोमा हुन्छ होइन।
त्यसरी चाहिँ हामीले फ्याट्सहरू चाहिँ लिन सक्छौँ। एकदमै कन्सियस हुन्छु म भनेर हामीले अलिभ ओइलै स्विच गर्नुपर्छ त? त्यो चाहिँ अब नेपाली हाउस होल्डमा अलिकति पोसिबल पनि हुँदैन, किनभने कस्ट इफेक्टिभ पनि हुँदैन मेन कुरा त। अनि प्लस हाम्रो हाउस होल्डमा कस्तो छ भने प्रायः जस्तो तरकारीहरू चाहिँ हामी मजाले पकाएर भुटेर खान्छौँ कि। अब त्यो गर्नलाई चाहिँ त्यो स्यालेड ड्रेसिङहरूको लागि चाहिँ ठिक छ अलिभ ओइल होइन। त्यो हाई हिटमा हाई टेम्परेचरमा हामीले बनाउन चाहिँ मिल्दैन फेरि अलिभ ओइललाई। त्यही भएर हामीले जुन रेगुलर खाइरहेको तेलहरू छ त्यसलाई नै बरु क्वान्टिटी चाहिँ अलिकति कम गरेर बनाउन सक्छ। अलिभमै स्विच हुनुपर्छ भन्ने आवश्यक पनि छैन होइन। सो प्रेग्नेन्सीकै दौरानमा चाहिँ केही त्यस्तो सुपर फुड भन्ने केही हुन्छ त? यो भयो भने चाहिँ होल प्रेग्नेन्सी एकदमै राम्रो हुन्छ, यो चाहिँ खानै पर्छ भन्ने त्यस्तो केही छ? ओभरअल नै हाम्रो यो उसमा चाहिँ संसारमा नै सुपर फुड भन्ने नै हुँदैन हुन चाहिँ होइन। अनि किनभने सबै कुरा मिलाएर खाने हो, ब्यालेन्स डाइट गरेर खाने हो, त्यही भएको भएर नि यस्तो यही खानुपर्छ भन्ने चाहिँ छैन। तर प्रेग्नेन्सीको जर्नीमा चाहिँ कस्तो हुन्छ भन्दा क्यालोरीहरू चाहिँ बिस्तारै बढाउँदै चाहिँ लानुपर्छ। किनभने अब सुरुको ट्राइमेस्टर 3टा ट्राइमेस्टरमा चाहिँ सुरुको ट्राइमेस्टरदेखि नै होइन, सुरुको ट्राइमेस्टरमा त खासै हामीले बढाउनु त परेन होइन। सेकेन्ड ट्राइमेस्टरदेखि चाहिँ हामीले 300-350 क्यालोरीदेखि बढाउनु पर्यो। थर्ड ट्राइमेस्टरमा त्योभन्दा माथि गएर 400-450सम्म चाहिँ हामीले क्यालोरी चाहिँ इन्क्रिज गरेर खानु चाहिँ पर्छ। फेरि जनरली पब्लिकलाई आफ्नो भान्सामा क्यालोरी मापन कसरी गर्न सकिन्छ, कसरी थाहा हुन्छ मैले कति क्यालोरी खाइराखेको छु चाहिँ? त्यो चाहिँ अलिकति डिफिकल्ट नै हुन्छ होइन, किनभने अब नापेर खान पनि गाह्रो छ। हजुर। अनि आजकल चाहिँ कति धेरैजनाले चाहिँ त्यो च्याट जिपिटीबाट हेरेर अनि त्यहाँनिर लेखिदिएको हुन्छ नि त, अनि त्यहाँ सबै लेखिदिएको हुन्छ, त्यो अनुसारले पनि गरिराख्नु भएको हुन्छ होइन। तर स्केलहरू युज गर्न चाहिँ अलिकति गाह्रो नै हुन्छ। त्यही भएर पनि अब हामीले प्लानहरू गरिदिँदाखेरि चाहिँ युजली हाउस होल्ड मेजरमेन्टहरूमा गरिदिन्छौँ कि, सो द्याट उहाँहरूलाई पनि इजी होस्। घरमा अब जुन स्पुन छ त्यही स्पुनले नै युज गर्न मिलोस्, जुन उहाँहरूको कचौराहरू छ होइन त्यहीबाट नै युज गर्न मिलोस् भनेर चाहिँ यो कुरा चाहिँ यति खाने हो भनेर भन्छौँ। फर्स्ट ट्राइमेस्टर त कतिजनालाई थाहा पनि हुँदैन है। फर्स्ट ट्राइमेस्टरबाट सेकेन्ड ट्राइमेस्टरमा जाँदाखेरि चाहिँ कति क्वान्टिटी चाहिँ बढाउनु पर्यो आफ्नो खानकीमा चाहिँ? खानामा चाहिँ युजली 300देखि 350 क्यालोरीसम्म चाहिँ बढाउनु। त्यसलाई चाहिँ कसरी क्यालकुलेट गर्ने? जस्तै चम्चाले थपेर हो कि कचौराले थपेर हो कि, त्यो चाहिँ कसरी ठ्याक्कै म चाहिँ अब यति खानुपर्छ है मैले भनेर चाहिँ कसरी थाहा? त्यो चाहिँ पहिला उहाँको सुरुको क्यालोरी नै थाहा हुनु पर्यो उहाँलाई होइन। सुरुको बडीको क्यालोरी चाहिँ अब उहाँले चाहिँ ऊ पनि गर्न मिल्छ, गुगल पनि गर्न मिल्छ। गुगलमा चाहिँ अब आफूलाई कति चाहिन्छ चाहिँ बिएमआर आफ्नो कति हो होइन, आफ्नो डेली क्यालोरी कति हो भनेर सोध्नुभयो भने त्यहाँ पनि डेली क्यालोरी आफ्नो हाइट वेट अनुसार हुन्छ कि, हजुरको छुट्टै मेरो छुट्टै सबैको छुट्टै हुन्छ होइन। अनि त्यो अनुसारले चाहिँ त्यहाँनिर भनिदिन्छ। त्यो भइसकेपछि चाहिँ किनभने हामीले पनि क्यालकुलेट गर्ने हो कि, क्यालकुलेट गरेरै थाहा पाउने हो। त्यो भइसकेपछि चाहिँ अब त्यसमा चाहिँ एड गर्ने, जस्तै 1600 क्यालोरी चाहिँ छ रिक्वायरमेन्ट भने चाहिँ, अनि दोस्रो ट्राइमेस्टरदेखि चाहिँ फेरि 1600मा 300 थपेर खानु पर्यो, 1900। सो इट इज एडभाइजेबल टु मिट अ न्युट्रिसनिस्ट प्रेग्नेन्सीको जर्नीमा? सकिन्छ भने चाहिँ सकेसम्म भेटेर प्लान गर्नु भएको चाहिँ राम्रो। अझ केही कम्प्लिकेसन छ भने त गर्नै पर्यो होइन, छैन भने पनि सकेसम्म एउटा जेनरल आइडिया एउटा चाहिँ लिएर गर्नुभयो भने चाहिँ सजिलो हुन्छ। ओके। कुनै त्यस्तो खानेकुरा जुन चाहिँ हुँदैन, नट पर्मिटेड, यो चाहिँ तिमीले खानै मिल्दैन प्रेग्नेन्सीभरिमा? अब यस्तो हुन्छ कतिखेर चाहिँ हामीले खाँदै नखानु पनि खासै भन्न चाहिँ मिल्दैन होइन। किनभने कस्तो कस्तो केसेस हुन्छ कि प्रेग्नेन्सीमा कहिलेकाहीँ 9 महिनासम्म भातै नखाइदिकन बस्नुहुन्छ क्या, त्यस्तो केसेस पनि देखिएको छ। भातको सिधै नखाने त्यस्तो पनि हुनुहुन्छ होइन। अब त्यस्तो केसेसमा चाहिँ जे खान सक्यो अरू कुरा त्यसमा त स्विच त गर्न पाइयो नि त होइन। अब हामीले खाँदै नखानु त भन्नु भएन, अलिकति खानाले पनि केही रुचि बढाउँछ भने त खान दिनु पर्यो। जस्तै मेरो केसमा चाहिँ मलाई हाइपर एमएसएस ग्राभिडेरियम भन्ने एउटा रेयर कन्डिसन भएको थियो होइन। त्यसमा चाहिँ मैले पानी खाएँ भने पनि म पानी भमिट गर्थेँ। अब फर्स्ट ट्राइमेस्टर होला भन्ने भयो, फेरि दोस्रो ट्राइमेस्टर, तेस्रो ट्राइमेस्टर फुल टर्म नै मेरो भमिटै भएर बित्यो कि प्रेग्नेन्सीको जर्नी। अनि मेरो श्रीमानले चाहिँ के भन्यो भने तिमी मोमो खान्छौ भन्यो भने त्यसमा पनि तरकारी त पर्छ नि त। अब आई डोन्ट नो इफ इट मेक्स सेन्स, तर जे रुच्यो त्यही खायो, त्यसरी नै कट्यो। अब टचवुड लकिली बेबी हेल्दी नै भयो होइन।
तर त्यो सबैजनाको लागि वर्कआउट गर्छ भन्ने त छैन नि त होइन। त्यस्तो केसेसमा चाहिँ सायद मैले पनि डायटिसियनलाई फलो गरेको भए अथवा भेटेको भए एकपल्ट मलाई पनि डिफ्रेन्ट टाइप अफ डायट हुन्थ्यो कि यदि कोही त्यस्तो पेसेन्ट कोही प्रेग्नेन्ट वुमेन चाहिँ यस्तै खालको समस्याबाट गुज्रिराख्नु भएको छ भने एज अ डायटिसियन हजुरको सल्लाह चाहिँ के हुन्छ? युजली कस्तो हुन्छ भन्दाखेरि यो फुड एभर्जन भनेको चाहिँ सुरुको 3 महिनामा चाहिँ एकदम धेरै देखिन्छ होइन। खानै नसकि नोजिया भोमिटिङ मर्निङ सिकनेसहरू हुने चाहिँ सुरुको 3 महिनामा देखिन्छ। धेरैजनाले त त्यो प्रेग्नेन्सी थाहा पाउने नै त्यही कारणले नै हुन्छ होइन। अनि त्यतिखेर चाहिँ खासै अब खान सक्नुभयो भने जे खान सक्नुहुन्छ अलिअलि खान सक्नुभयो भने खासै वेट लस हुँदा नि फरक नपर्ने टाइम हो क्या त्यतिखेर चाहिँ। कतिजनाले 7-8 केजी 10 केजी नि वेट लस गरिरहनु भएको हुन्छ होइन। अनि प्लस कतिजना चाहिँ अलिक ओभर वेटहरू हुनुहुन्छ भने त्यो टाइममा पनि वेट लस गरेर नै राख्नु भएको हुन्छ। त्यही भएर त्यतिखेर चाहिँ हामीले खासै नखाँदाखेरि पनि अलिअलि यताउति रुचेको खाएर पनि पुग्छ भने अर्को ट्राइमेस्टर सेकेन्ड ट्राइमेस्टरदेखि चाहिँ, किनभने हामीलाई त प्रोटिन्सहरू सबै चिज त हाम्रो बेबीको लागि त चाहिने हुन्छ होइन। त्यो भएको भएर चाहिँ सकिन्छ भने अब अहिले खाँदै नखानु भनेर पनि भएन होइन। तर सकिन्छ भने चाहिँ अब यो अलिकति कम गराउनलाई चाहिँ लसुन प्याजहरू नभएको खानेकुरा एनओएनजी भन्छ क्या, स्मेल नआउने कुराहरू होइन। नो अनियन नो गार्लिक भन्छौँ होइन। त्यो भएको खानेकुरा खानुभयो भने अलिक सुक्खा चिज क्या। हामीले चाहिँ खाना खान नसक्ने पेसेन्टहरूलाई के गर्छौँ भन्दाखेरि फ्राइड राइस धेरै जस्तो दिन्छौँ क्या। त्यो सुक्खा चिज चाहिँ खान सक्ने, ब्रेड खान सक्ने, स्यान्डविच खान सकिने त्यस्तो हुन्छ क्या। अनि घरको खानेकुराहरूलाई चाहिँ अलिकति घरको किचनलाई नै अलिकति चेन्ज चाहिँ गर्नैपर्छ त्यतिखेर चाहिँ। किनभने नसकेपछि त्यही कुरा दिएर सधैँ अब आज खान सकेन भोलि पनि फेरि यही दिन ट्राई गरौँ भनेर पनि हुँदैन क्या। त्यो जानेर भएको चिज पनि होइन त्यो होइन। आफै नै त्यो गाह्रो हुने हुँदाखेरि चाहिँ सुक्खा चिजहरूमा अलिकति बढी फोकस गर्न सक्यो भने चाहिँ अलिक सजिलो हुने रहेछ। एज अ फ्यामिली सबैजनाको रोल आयो त्यसमा 9 महिना टेक केयर गर्नको लागि होइन। मलाई चाहिँ जस्तै अब रिलेटिभ हुन्छ नि फ्यामिली नजिकैको इष्टमित्रहरूबाट आएको सल्लाह धेरै हुन्छ नि त। त्यो बेलामा चाहिँ भेन्टा खानु हुँदैन चिलाउँछ, मेवा खानु हुँदैन तुइन्छ भन्ने यस्तो कुराहरू एकदम धेरै सुनिँदो रहेछ कि। यसमा केही रिजन्स फ्याक्ट केही लुकेको छ? प्रेग्नेन्सीको टाइममा त सर्टेन कुराहरू त युजली अब हामी पहिल्यैदेखि नै ट्रेडिसनली पनि त्यो चिजहरूलाई चाहिँ नखाने भएको भएर टिमुर होइन, पाइनएप्पल भयो अनि मेवा भयो होइन, कटहर टिमुर मेवा अनि फिस पनि कतिजनाले खानुहुन्न। हजुर माछा पनि खानु फिसमा अनि भ्यान्टा चाहिँ सकेसम्म युजली भ्यान्टा चाहिँ प्रेग्नेन्सीमा भन्दा पनि आफ्टर डेलिभरी चाहिँ होला धेरैजनाले चाहिँ खानुहुन्न। अनि चिलाउने त भ्यान्टा चाहिँ अलिकति धेरैजनालाई एलर्जिक नै हुन्छ होइन। त्यही भएको भएर भ्यान्टा नखाँदा नि खासै फरक चाहिँ पर्दैन किनभने त्यसको रिप्लेसमा अरू तरकारीहरू छ नि त होइन, त्यो खान सकिन्छ भने। युजली अब यो खानामा टिमुरहरूले चाहिँ अलिकति गर्मी गराउने भएको भएर चाहिँ होइन कन्ट्र्याक्सनहरू गराउँछ, टाइमभन्दा अगाडि नै लेबर गराउँछ भनेर चाहिँ टिमुरहरू दिइँदैन। त्यसै गरी पपैया चाहिँ युजली कस्तो हुन्छ नि पाकेको पपैया चाहिँ खान मिल्छ होइन। त्यो ल्याटेक्स भन्ने कम्पाउन्डले गर्दाखेरि चाहिँ युजली नखानु भनेको होइन, त्यसले पनि अलिक कन्ट्र्याक्सन गराउँछ युटेरसमा। त्यो भएको भएर पपैया चाहिँ पाकेको चाहिँ खान मिल्यो, काँचोमा चाहिँ धेरै हुन्छ क्या त्यो कम्पोनेन्ट। अनि काँचो चाहिँ नखाने, युजली काँचोको चाहिँ कतिजनाले तरकारीहरू बनाएर खानुहुँदो रहेछ क्या होइन, त्यो चाहिँ नखाने हो। पाकेको चाहिँ थोरै खान मिल्छ तर कस्तो छ भने त्यो साइकोलोजिकल्ली नै पपैया खानुहुन्न भन्ने भइसक्यो कि। अनि त्यो भइसकेपछि अब यो नखाएर पनि खासै फरक पर्दैन, त्यसको सट्टा फ्रुट्सहरू अरू कुरा त छ होइन, किन खाने त त्यसो भए अरू फ्रुट्सहरू खान भइहाल्छ भनेर पपैया पनि नखाँदा नि हुन्छ। पाइनएप्पल नि सेम हो होइन, पाइनएप्पलमा पनि ब्रोमालिन भन्ने जुन हुन्छ होइन त्यसले गर्दाखेरि चाहिँ अलिकति डर हुन्छ होइन, सर्भिक्सहरूलाई चाहिँ अलिकति सफ्ट गराइदिन्छ, त्यसले गर्दाखेरि पनि मिसक्यारेज हुन्छ, डर हुन्छ भनेर चाहिँ प्रिमेच्योर लेबर पनि एउटा वान अफ द यसको हुनसक्ने चान्सेसमा मैले पनि त्यही सुनेको थिएँ। म इन्टायर प्रेग्नेन्सी पाइनएप्पलको जुस पनि खाएन है। पपैया कमिङ टु जुस, बजारमा पाइने प्याकेज जुस इज नट गुड फर प्रेग्नेन्सी। प्याकेटको खानेकुराहरू चाहिँ प्रेग्नेन्सीमा मात्रै नभएर चाहिँ ओभरअल हामीले चाहिँ सबैजनालाई नै के भन्छौँ भन्दाखेरि सकेसम्म कम खानुपर्ने कुराहरू, एक्स्ट्रा एडेड सुगर भएको कुराहरू हो होइन तिनीहरू। किनभने आजकल त प्रेग्नेन्सीमा त हजुरले 32 विक्स जस्तो पछि 24 विक्स जस्तो पछि त युजली
डायबिटिज देखिरहेको हुन्छ क्या है, डायबिटिज देखिरहेको हुन्छ। अनि त्यो पिरियडमा पनि एक्स्ट्रा धेरै गेन, जुन हामीले त्यो जुसहरू खान्छ नि त्यो भनेको डिरेक्ट सुगर हो भयो होइन, त्यो भइसकेपछि चाहिँ वेट गेन भइदिन्छ क्या प्रायः जस्तो। अनि प्लस अर्को फाइबर नभएको कुरा हो तिनीहरू भनेको। फ्रुट्स खाँदाखेरिको र जुस खाँदाखेरिको फाइदा भनेको चाहिँ फ्रुट्सको धेरै फाइदा हुन्छ क्या जुस भन्दा हैन। त्यो भएको भएर बरु फ्रुट्स नै अभाइलेबल छ, फ्रुट्स नै खाने। पेलेर बनाएको जुस भन्दा पनि फ्रुट बल ठीक भयो। हजुर, पेलेर नि अझ बाहिरको त यो समयमा जुन त्यो प्रेग्नेन्सीको समयमा चाहिँ, किनभने बाहिरको चाहिँ अलिकति हाइजेनिक पनि हुँदैन क्या पेलिसक्दाखेरि चाहिँ, किनभने त्यो र नै हुन्छ होइन। र कुराहरू सकेसम्म नखाँदै राम्रो। घरमै ल्याएर कहिलेकाहीँ मन लाग्यो भने चाहिँ खान सकिन्छ। थोरै थोरै जुसहरू खाँदा केही फरक पर्दैन। त्योभन्दा नि राम्रो चाहिँ फ्रुट्स खान सक्नुभयो भने सबभन्दा बेस्ट चाहिँ फ्रुट्स नै हुन्छ। सबै कुरा मिक्स गरेर फ्रुट बल बनाएर खान्छ। हजुर। ओके, सो प्रेग्नेन्सीबाट पोस्टपार्टममा शिफ्ट हुँदाखेरि है, यो अर्को एउटा फेज हुँदो रहेछ महिलाहरूको जीवनमा। सो यो फेजमा चाहिँ जति प्रेग्नेन्सीमा सल्लाह सुझावहरू आउँछन्, यो सुत्केरी अवस्थामा अझ धेरै डबल भएर आउँछ भनौँ न, किनकि एउटा नयाँ जीवन आइसकेको हुन्छ। यो तिमीले अब 2 जनाको लागि खानुपर्छ भनेर सुन्छौँ नि हामीले, इटिङ फर 2, यो कतिको ट्रु हो? यो चाहिँ युजली त पेटमा बच्चा भएदेखि नै भनिराख्नु भएको हुन्छ होइन। पेटमा बच्चा हुँदादेखि नै 2 जनाको लागि खाने हो, अब धेरै खानुपर्छ भन्ने कन्सेप्ट छ। त्यो चाहिँ यस्तो हो, अब खानेकुरा चाहिँ जहिले पनि आफ्नो बडीको रिक्वायरमेन्ट अनुसार नै खाने हो कि जसले पनि होइन। अनि बेबी भयो भन्दैमा ल्याक्टेसनको चाहिँ हाम्रो फेरि छुट्टै नै हुन्छ, अलिकति क्यालोरी बढाउनै पर्छ। अघि मैले भनेको जस्तो 2nd ट्राइमेस्टर 3rd ट्राइमेस्टरसम्म चाहिँ 400 क्यालोरी पुग्थ्यो भने ल्याक्टेसन गर्दै हुनुहुन्छ, मजाले ब्रेस्ट फिड गर्दै हुनुहुन्छ नि 500-600 क्यालोरी अझ माथि खानु चाहिँ पर्छ फेरि होइन, त्यो बढाउनु चाहिँ पर्छ होइन। अनि त्यो चाहिँ 2 जनाको लागि खाने भने चाहिँ कस्तो छ नि, हामीलाई चाहिँ कस्तो एउटा कन्सेप्ट छ भने वेट एकदम बढेको देखिनु पर्यो क्या, प्रेग्नेन्ट भइसकेपछि चाहिँ एकदम मजाले बढेको चाहिँ देखिनुपर्छ होइन। तर यसको चाहिँ धेरै बेफाइदाहरू पनि छन्, किनभने एक्स्ट्रा हामीले खायौँ, एक्स्ट्रा हाम्रो फ्याट मात्र डिपोजिट भयो भने त त्यसले त पछिसम्म पनि हाम्रो लाइफमा चाहिँ असर पर्छ होइन। प्रेग्नेन्सी पछि पनि असर पर्छ, एक्स्ट्रा फ्याट डिपोजिट भयो भने हाम्रो मुटुलाई, कलेजोलाई होइन, फोक्सोहरूलाई सबैलाई चाहिँ त्यसले धेरै असर गर्छ क्या। त्यही भएर त्यो टाइममा खाने चाहिँ कस्तो छ भन्दाखेरि एकदम सिम्पलको लागि चाहिँ होइन, हामीले फोनमै हामीलाई कति क्यालोरी चाहिन्छ त भनेर मैले भनेको जस्तै होइन, पहिला सुरु त्यो चाहिँ थाहा पाउनु पऱ्यो होइन। त्यसमा चाहिँ एउटा भ्याल्यु कस्तो दिएको छ भने, यदि तपाईँ नर्मल वेट अन्डर वेट हुनुहुन्छ भने चाहिँ कतिसम्म चाहिँ बढ्ने त यो पिरियडमा भनेर दिएको हुन्छ कि। त्यसको लागि पहिला सुरु आफू अन्डर वेट छु कि नर्मल छु कि ओभर वेट छु थाहा पाउनु पऱ्यो होइन। त्यसको लागि चाहिँ BMI क्यालकुलेटर भन्ने हुन्छ, बडी मास इन्डेक्स भनेर होइन, फोनमा त्यहाँनिर राखेर चाहिँ आफ्नो बडीको वेट र हाइट राख्नुभयो भने ठ्याक्क आउँछ क्या त्यहाँ, हजुर ओभर वेट हुनुहुन्छ कि नर्मल हुनुहुन्छ भनेर होइन। त्यो एउटा मिटर जस्तो आउँछ हैन, रेड येलो ग्रीन, हजुर यसरी त्यो ठ्याक्क आउँछ। त्यसमा चाहिँ नर्मलमै पर्यो भने कति केजी वेट गेन गर्ने त ओभरअल त्यो 9 महिना 10 महिनासम्मको पिरियडमा चाहिँ भनेर चाहिँ त्यहाँ ठ्याक्क दिएको हुन्छ होइन। सो अन्डर वेटै हुनुहुन्छ, 18 भन्दा कम छ हजुरको BMI चाहिँ भने चाहिँ तपाईँले चाहिँ युजली 12 देखि 18 केजीसम्म पनि वेट गेन गर्न पाइयो त्यो टाइममा चाहिँ होइन। त्यो अनुसारले नै खानु पर्यो, त्यो अनुसारले नै वेट गेन गर्नु पर्यो होइन, त्यसरी खानु पर्यो। त्यसै गरी हजुरको नर्मल नै BMI-मा हुनुहुन्छ भने 11 देखि 14 केजीसम्म 16 केजीसम्म अन्तिममा बढ्न मिल्यो होइन। अनि त्यसरी नै गर्ने हो। त्यसरी ओभर वेट हुन्छ, अलरेडी हजुरको चाहिँ ओभर वेट धेरै छ भने त हामीले झन् धेरै खायौँ भने त धेरै नै वेट गेन भयो होइन। त्यही भएर ओभर वेट हुनुहुन्छ भने चाहिँ हजुरले 9 देखि 11 केजीसम्म बढाउन मिल्छ त्यो जर्नीमा। त्यसै गरेर ओबिज हुनुहुन्छ, ओभरवेट भन्दा पनि माथि हुनुहुन्छ होइन, त्यो पनि त्यो क्यालकुलेटरमा ठ्याक्क देखाउँछ क्या। त्यो भयो भने चाहिँ 5 देखि 9 केजी अन्तिममा त्यति चाहिँ बढ्नु पर्यो। त्यो अनुसारले चाहिँ खानु पर्यो 2 जनाको लागि भन्दा पनि त्यो अनुसारले आफूले कति बढ्ने हो त यति टाइममा भनेर चाहिँ खानुपर्ने हुन्छ। अब वेट घटाउनको लागि त देयर वुड बी सेभरल टिप्स होइन। मैले प्राय देखेको समस्या चाहिँ वेट बढाउनलाई खाऊ न, अलिकति खाऊ, अलिक मोटाउनु पर्यो भने कसरी चाहिँ खाने त, के चाहिँ खाने त, म कसरी चाहिँ मोटाउन सक्छु त। सो यो हेल्दी वे कस्तो हुन्छ मोटाउनको लागि, के खानुपर्ने हुन्छ? मोटाउन चाहिँ त्यो मलाई पनि यो काम गर्दिन्जेलसम्म अहिलेसम्मको टाइममा चाहिँ घटाउनलाई मलाई जति सजिलो हुन्छ क्लाइन्टहरूलाई बढाउनलाई चाहिँ एकदमै गाह्रो हुन्छ क्या। किनभने बढाए एउटा
सानो केही भयो होइन, ज्वरो आयो केही भयो भने पनि सबै घटिहाल्छ कि होइन, यस्तो गाह्रै हुन्छ होइन। अनि बढाउँदाखेरि पनि कस्तो हुन्छ भने हामीले अब सुगरी फुडहरू दियौँ, जुसहरू धेरै दियौँ भने त त्यो मजाले बढ्छ होइन, तर बढ्दाखेरि फ्याटहरू मात्र बढेर त काम भएन पछिको लागि होइन। त्यही भएर मसल मासहरू पनि बढाउनु पर्ने हुन्छ कि होइन। मसल मासहरू बढाउनलाई चाहिँ प्रोटिनमा ध्यान दिनुपर्छ होइन। अनि अब पातल हुनुहुन्छ भनेपछि चाहिँ कस्तो भने एपेटाइट नै कम भइरहन्छ क्या, अलिकति दुब्लो मान्छेहरूको चाहिँ एपेटाइट नै कम हुन्छ, यति खानु भने खानै सकिन्न क्या। त्यो भएर पनि एकैचोटि धेरै नदिने, फ्रिक्वेन्सी चाहिँ बढाइदिने क्या होइन, 2-2 घन्टामा खान दिने होइन। अनि त्यसपछि त्यो खान दिँदाखेरि पनि अलिक मजाले डाइजेस्टेबल, इजिली डाइजेस्टेबल खानेकुराहरू पनि खान दिने होइन, स्मुदीहरू खान दिने होइन, प्रोटिन नै अलिक बढी हुने स्मुदीहरू खान दिने। अनि त्यसै गरेर अब मेनली सबै कुरामै फोकस गर्ने, प्रोटिन कार्ब्स फ्याट नै फोकस गर्ने होइन। अनि त्यसरी नै खाना दिएर बढाउन चाहिँ सकिन्छ। तर मेन यसको समस्या भनेकै अलिकति बिरामीहरू हुनुभयो भने चाहिँ एक्स्ट्रा केयर गरेरै वेट चाहिँ मेन्टेन गर्नुपर्छ किनभने एकदमै चाँडै वेट घट्ने के समस्या नै त्यही। बिरामी हुने बित्तिकै 3 केजी बढाएको छ भने 4 केजी नै घट्दैन हुन्छ क्या। सुत्केरी फेजमै आउँ है। हजुर, मैले एउटा कुरा पर्सनली पनि के फिल गरेँ भने प्रेग्नेन्सीको टाइममा चाहिँ जति वेट गेन गरे पनि इट लुक्स सो ब्युटिफुल अन यु होइन, एकदमै राम्रो लाग्ने, सबैजना हेर्दाखेरि एकदम हेल्दी होला बच्चा जस्तो फिल। राइट आफ्टर द डेलिभरी कत्रो भएको है, कत्रो ज्यान भएको है, कत्रो म दुइटा अझै पनि बच्चै छ जस्तो खालको ज्यान छ है भन्ने कुराहरूले वुमेनलाई एकदम गाह्रो बनाइदिँदो रहेछ के। किन बच्चा क्यारी गरुन्जेल चाहिँ त्यही चिज राम्रो थियो होइन, बच्चा पाइसकेपछि चाहिँ अब त्यही चिज भद्दा भयो कि एकदम ठेट भाषामा बोल्नु पर्दाखेरि यत्रो भएको बाफ्रे भने। अनि त्यो कमेन्ट्सले चाहिँ एकदम सेल्फ कन्फिडेन्स लुज गराइदिँदो रहेछ। सो सुत्केरी फेज भनेको कति लामो हुन्छ, कसरी आफ्नो केयर गर्ने र कसरी यो कमेन्टहरूबाट पास भएर चाहिँ आफ्नो डायटमा ध्यान दिने त एउटा न्यू मम और सुत्केरी महिलाले। सुत्केरी अवस्था चाहिँ कस्तो छ भन्दाखेरि एकदमै मानसिक सपोर्टको जरुरत हुने टाइम हो होइन। त्यो बेलामा चाहिँ अब आफ्नो बडी एउटा खालको बडी देखिरहेको एकदम ड्रास्टिक चेन्ज नै भइसक्छ नि त ओभर द टाइम होइन, त्यो पुरै टाइममा चाहिँ। अनि डिप्रेसनहरू एकदम आफ्नो बडी हेरेर आफैलाई पनि गाह्रो हुने होइन, त्योहरू चाहिँ एकदम देखिएको छ। सो त्यो हुँदाखेरि चाहिँ युजली सुत्केरी पिरियड नै भन्ने हो भनेदेखि चाहिँ 6 हप्ताको पिरियडलाई भनिन्छ होइन। त्यो पिरियड पनि के को लागि भन्दाखेरि हाम्रो जुन युटेरसहरू हिल हुनको लागि होइन, हर्मोनहरू चाहिँ बिस्तारै ब्यालेन्समा, इम्ब्यालेन्स भइरहेको हर्मोनहरू चाहिँ बिस्तारै ब्यालेन्समा आउने टाइम हो क्या त्यो होइन, 6 हप्ताको टाइम भनेको चाहिँ। तर यो पिरियड चाहिँ फरक पनि हुन्छ किनभने कसैको कम्प्लिकेसन्स छ भने चाहिँ अलिकति टाइम पनि लाग्दिन्छ यसको लागि होइन। त्यही भएको भएर चाहिँ युजली यो सुत्केरी पिरियडमा चाहिँ घर परिवारको सहायता चाहिँ एकदमै आवश्यक छ होइन, बुझिदिनु पऱ्यो सबैजनाले। अनि मौकामा नि आउनुहुन्छ क्या कतिजना होइन, ठ्याक्क सुत्केरी भएको 2 हप्ता 3 हप्ता भयो, अब म जर्नी स्टार्ट गर्छु भन्नुहुन्छ क्या, दुब्लाउनको लागि अब चाहिँ म स्टार्ट गर्छु भन्नुहुन्छ। युजली म चाहिँ के भन्छु भन्दाखेरि 6 महिनासम्म चाहिँ बच्चालाई सकिन्छ भने चाहिँ एक्सक्लुजिभ ब्रेस्ट फिडिङ गराउनु पऱ्यो होइन, आउँछ भने चाहिँ। तर कति केसेसमा त सुरुदेखि नै आउँदैन होइन, ब्रेस्ट मिल्क आउँदैन। सो त्यो नआएको केसेसमा चाहिँ 3 महिना जस्तो पछि मात्रै बिस्तारै वेट लस गर्नतिर लाग्नु भन्छु होइन। अनि म 3 महिनापछि आउनु, 5 महिनापछि आउनु भन्छु कि होइन। अनि त्यो फेज भनेको चाहिँ इन्जोय गर्ने फेज हो जस्तो लाग्छ क्या मलाई, किनभने त्यो फेज त सधैँ आउँदैन नि त होइन, बच्चासँग आफ्नो बोन्ड बनाउने टाइम हो त्यो भनेको। अनि खानपिनमा ध्यान दिएर ब्रेस्ट मिल्क मजाले आउनु पऱ्यो होइन। दुब्लाउनेतिर लाग्यो भने त 2-3 हप्ता पछि नै हजुरले डाइट गर्न थाल्नु भने त अभियसली क्यालोरी डेफिसिटमै बस्नुपर्छ। डेफिसिटमा बसिसकेपछि त मिल्क त कम आउँछ नि, मिल्क प्रडक्सन त होइन। बच्चाको ओभरअल बच्चाको फ्युचर, बच्चाको हेल्थ जब आमासँग जोडिएको छ भने आमाले चाहिँ प्रपर न्युट्रिसन खानैपर्छ सुरुदेखि नै होइन। अनि ल्याक्टेसनको पिरियडमा पनि जति पनि अब आफ्नो फ्यामिलीहरूले चाहिँ होइन त्यो कुराहरूलाई चाहिँ अलिकति बुझेर होइन सपोर्ट दिएर, किनभने रातभरि पनि सुत्न पाइएर हुँदैन कहिलेकाहीँ त आमाले होइन बच्चाकै लागि। अनि त्यस्तो फेजमा चाहिँ अलिकति चाहिँ आमालाई चाहिँ सहायता दियो भने चाहिँ धेरै राम्रो होइन। अनि उहाँहरूलाई नि म चाहिँ के भन्छु भन्दाखेरि रस छैन कि वेट लस गर्नुको लागि चाहिँ, किनभने वेट लस हुन्छ बिस्तारै बिस्तारै। ल्याक्टेसन गराउनु भयो भने 6 महिनापछि पनि मजाले वेट लस हुन्छ, प्लस बच्चासँग खेल्दा बच्चालाई हुर्काउँदा ओर्दा पनि वेट लस हुँदै जान्छ क्या आफै बिस्तारै।
त्यसको लागि के पनि हतार छैन, त्यो बिस्तारै गर्न पनि सकिन्छ होइन। तर त्यो फेजमा चाहिँ आफूलाई चाहिँ कसरी एक्स्ट्रा धेरै एक्सेस अब त्यो भनिराख्दाखेरि चाहिँ धेरै वेट गेन त गर्नु भएन फेरि होइन, किनभने त्यसले फेरि अब फ्याटहरू डिपोजिट भएर आफ्नै हेल्थलाई चाहिँ नराम्रो गर्न सक्छ। त्यसमा चाहिँ अलिकति ध्यान दिनुपर्छ, त्यो सुत्केरी पिरियडभरि चाहिँ होइन, ल्याक्टेसन पिरियडभरि चाहिँ त्यसमा चाहिँ ध्यान दिएर खानेकुरा चाहिँ खानु पर्यो। यही प्रसङ्गमा के मैले चाहिँ अराउन्ड 3-4 विक्स जस्तो पछि होला होइन च्याट जिपिटी गरेँ मैले। म चाहिँ यति विक्सको पोस्टपार्टम हो अनि अब मलाई घट्नु पर्यो होइन, गिभ मी टिप्स, गिभ मी एक्सर्साइजको फर्म्सहरू होइन। इभन एआईले पनि मलाई रेस्ट अहिले बेला भएको छैन भनेको के। सो त्यो समयमा चाहिँ मैले के रियलाइज गरेँ भने ओके लाइक यो एक्चुअली टाइम हो रेस्ट गर्ने। एउटा मसिन एउटा एआईले धरि त्यस्तो भनिराखेको छ भनेपछि त आई हेभ टु सेट ब्याक जस्तो मलाई फिल भएको थियो। ह्याभिङ सेड द्याट हाम्रो कल्चरमा हाम्रो समाजमा जुन सुत्केरीले खानेकुराहरू हुन्छ नि, 4 टाइमको खाना, त्यसपछि घिउ होइन, म्याक्सिमम यो त खानुपर्छ, खाएन भने दुध आउँदैन भन्ने कुराहरू हुन्छ नि त। सो यसमा एज अ डायटिसियन एज अ न्युट्रिसनिस्ट हजुरको लेन्सबाट हेर्दाखेरि चाहिँ बिहान दिउँसो बेलुकाको प्लेटमा के हुनु पर्यो भर्खर नयाँ सुत्केरीको चाहिँ? अब यस्तो छ, सुत्केरीको टाइममा चाहिँ खानु चाहिँ पर्छ नै होइन। अनि पहिलादेखि चाहिँ कस्तो छ भने युजली सुत्केरीले खाने चाहिँ गुलियो धेरै खाइन्थ्यो क्या पहिला चाहिँ जेरी। अब अहिले पनि अब घरबाट सुत्केरी भेट्न जाँदाखेरि जेरी नै लिएर जाने होइन। अनि भन्न चाहिँ अब भनिन्छ अब अलिक खान मिल्ने अलिक टाइमसम्म रहने नट्सहरू यिनीहरू लिएर जानु भनेर होइन। तर सबै हाउसहोल्डमा फेरि कस्ट इफेक्टिभ पनि हुँदैन नि त होइन, लिएर जान नट्स लिएर जानु भन्दा त फेरि जेरीहरू लिएर जान नै अलिकति सजिलो पनि हुन्छ। जेरीले दुध फुट्छ, दुध मजाले आउँछ भनेको पनि सुनेको थिएँ, मलाई पनि म्याक्सिमम आएको हो जेरी। हजुर जेरी भयो, जेरी चाहिँ अब कार्ब्स त्यो कार्बोहाइड्रेटको लागि युजली फ्युल बडीको लागि फ्युलको लागि हो होइन। अनि हाम्रो चाहिँ कस्तो छ भने अब पहिला धेरै भेराइटी अफ खाना हुँदैन थियो कि, त्यो नहुँदाखेरि चाहिँ अब जेरी भन्ने हुन्थ्यो होइन। अहिले चाहिँ जेरी बाहेक पनि यति धेरै कुरा अभाइलेबल छ वरिपरि होइन। अनि धेरै कुरा खाँदाखेरि चाहिँ अब एक्सेस वेट गेन हुने चान्सेस हुन्छ होइन। प्लस मैले चाहिँ पहिला देखेको चाहिँ मम्मीहरूले खाँदाखेरि चाहिँ चाकु भातहरू पनि खाइसिन्थ्यो क्या होइन, भातभित्र चाकु राखेर अनि त्यसलाई मेल्ट गराएर त्यो खायो भने पनि मजाले दुध आउँछ भनेर होइन। किनभने त्यतिखेर कस्तो थियो भने खानेकुरा नै त्यस्तै खानेकुरा मात्रै थियो नि त होइन। अहिले चाहिँ कस्तो छ भने अब मासु पनि खाएको छ, खसीको मासु पनि खाएको छ बिहानदेखि होइन, अब दिउँसो पनि खाएको छ, त्यही खसीको झोलहरू खाएको छ होइन, फेरि त्यसपछि मिठाईहरू पनि खाएको छ, त्यसपछि फेरि ज्वानोको झोलहरू पनि भयो। सबै थोक गर्दाखेरि चाहिँ धेरै क्यालोरी हुन जान्छ क्या। त्यही भएर चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि बढाउने भनेको चाहिँ फ्लुइड इन्टेक बढाउने हो होइन, अरू बेलाको भन्दा तरल पदार्थहरू। हजुर अनि एकदमै राम्रो हाम्रो ज्वानोको झोल चाहिँ एकदमै राम्रो। ज्वानोको झोल चाहिँ दिनमा 2-3चोटिसम्म पनि ज्वानोको झोलहरू खान मिल्यो होइन। अनि प्रोटिनमा पनि फोकस गर्ने हो होइन, जस्तै अब त्यो अन्डाहरू भयो, चिकनहरू भयो, यिनीहरू खाने हो। यस्तो किन खाने त भन्दाखेरि यो खाइसकेपछि फेरि हामी एक्सेस अरू चिज नखाऊँ भनेर के, अरू चिज पनि खायो यो चिज पनि खायो। अब जस्तो जेरी हामीले खायौँ भने एकछिनपछि फेरि भोक लाग्छ अरू चिज खाइन्छ क्या। तर यो फ्लुइडहरू प्रोटिनहरू खाइयो भने चाहिँ क्यालोरी पनि पुग्छ, भोक लागिराख्दैन क्या हामीलाई। त्यो लागि नराखेपछि त वेट पनि ब्यालेन्स हुन हेल्प गर्छ हामीलाई, प्लस दुध पनि राम्रोसँग आउँछ आमाको होइन। क्वालिटी प्रोटिन क्वालिटी खाना चाहिँ हामीले त्यसरी चाहिँ मेन्टेन गर्नु पर्यो होइन। अनि सुत्केरीकै कुरा गर्दाखेरि चाहिँ खानपिनको अनि कस्तो छ भन्दाखेरि हस्पिटलमा चाहिँ अब के भन्नुहुन्छ भन्दाखेरि सुत्केरी हुने बित्तिकै अपरेसनहरू गरेको होइन, सिसेक्सनहरू गरिसकेपछि चाहिँ इस्कुसहरू लौकाहरू यिनीहरू पनि नखानु भन्नुहुँदो रहेछ क्या होइन। यो चाहिँ मिथ नै हो। आलु पनि भन्नुहुँदो रहेछ होइन। आलु चाहिँ मैले सोच्दा चाहिँ कस्तो लाग्यो आलु नखानु भनेको भन्दा चाहिँ पहिला आलुले पनि घाउ पाक्छ भन्दो रहेछ कि। पहिला चाहिँ मलाई लाग्यो अब त्यतिखेर अब सुगर टेस्टहरू खासै नहुँदाखेरि चाहिँ होइन, अब सुगरहरू भइरहेको बडीमा चाहिँ आलुहरू खाँदाखेरि सुगर बढेर चाहिँ अब त्यो घाउहरू निको नभएको हुनसक्छ होइन। त्यो हुँदाखेरि चाहिँ आलुलाई चाहिँ त्यतिखेर चाहिँ नखानु भन्न खोजेको होला होइन। तर अहिलेको समयमा चाहिँ यो आलु इस्कुस लौका फर्सी सागहरू यो सबै कुरा चाहिँ चिसो लाग्छ भनेर सुत्केरीलाई नदिनु हुँदो रहेछ क्या सुरुमा। सो त्यो कुराहरू सबै हामीले हस्पिटलाइज पेसेन्टमा चाहिँ हामीले सबै चिज ट्राई गरि नै सकेको, खानु नै हुन्छ मजाले। उहाँको डेलिभरी हुने बित्तिकैदेखि नै फ्लुइडबाट विदिन 4 घन्टा 5 घन्टामा चाहिँ सफ्ट डाइट जान्छ क्या। सफ्ट डाइटमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि जाउलोहरू ओट्सहरू होइन, अनि त्यसमा चाहिँ त्यही फर्सी लौकाहरू यस्तो तरकारीहरू जान्छ कि। त्यो मजाले खाएर त्यो
त्यसले गर्दाखेरि घाउ पाकेको भन्ने चाहिँ छैन अहिलेसम्म होइन। त्यही भएर त्यो कुराहरूलाई चाहिँ बार्नु परेन, किनभने भाइटामिन मिनरल्सहरू आउने कुराहरू हो कि यसले पनि तरकारीबाटै हो फेरि। हजुर, अनि यसैले पनि दुध आउन मद्दत गर्छ होइन। अनि त्यही भएको भएर चाहिँ इम्युनिटीहरू पनि यसले गर्दाखेरि बुस्ट हुन्छ। त्यही भएर यो कुराहरूलाई चाहिँ नबारिकन यो कुराहरू चाहिँ आफ्टर डेलिभरी नै खान मिल्ने कुराहरू हो कि। सो भाइटामिन मिनरल हामीले प्राप्त गऱ्यौँ तरकारीहरूबाट। सो भेजिटेरियन और भिगन मम्सको लागि चाहिँ माछा मासु जसले खानुहुन्न, स्पेसली भिगनमा त दुध दहीहरू पनि खानुहुन्न होइन। सो यस्तो केसेसमा चाहिँ हजुरको एडभाइस के हुन्छ सुत्केरी पिरियडकै लागि चाहिँ भेज र भिगनलाई? युजली भेजले त अब खानु भइरहेको हुन्छ दुध दहीहरू होइन, जुन क्याल्सियमहरू मजाले पुगिरहेको हुन्छ। दुध दही चिज पनिरहरू जुन खाइदिनुहुन्छ त्यसबाट पनि क्याल्सियमहरू आउँछ। प्रोटिनको लागि चाहिँ दालहरू गेडागुडीहरू होइन, यिनीहरू पनि अलिक मजाले खाँदाखेरि, किनभने अब जसले खानु नै भएको छैन माछा मासु अन्डा हामीले जबरजस्ती खानै पर्छ भन्ने छैन। तर एउटा कुरा चाहिँ के हो भन्दाखेरि नन भेज सोर्स अफ प्रोटिनहरू जति मजाले हाम्रो बडीमा चाहिँ हाम्रो बडीले लिन्छ होइन, भेज प्रोटिनहरू त्यति मजाले लिँदैन। एन्टिन्युट्रियन्टहरू हुन्छ क्या भेज प्रोटिनमा, जसले गर्दाखेरि चाहिँ टोटल्ली एब्जर्ब हुँदैन त्यसको प्रोटिनहरू होइन। अनि थोरै प्रोटिन खाँदाखेरि, थोरै नन भेज खाँदाखेरि पनि मजाले प्रोटिन आउँछ भने भेज सोर्स चाहिँ धेरै खानु पऱ्यो कि त्यति नै प्रोटिन आउनको लागि होइन। त्यो भएको भएर चाहिँ सकिन्छ भने चाहिँ भेजिटेरियनहरूले पनि आफ्नो खानामा चाहिँ हरेक टाइम चाहिँ प्रोटिन चाहिँ इन्स्योर गर्नु पऱ्यो। जस्तै दालहरू भयो होइन, पनिरहरू भयो, अब दालको पनि भेराइटीहरू हुन्छ, गेडागुडीहरूको पनि भेराइटीहरू हुन्छ। अहिले टोफु मजाले पाउँछ जुन एकदम सस्तो पनि छ होइन, टोफु पनि एकदम राम्रो हुन्छ। सोया चङ्क्सहरू भयो अनि कर्डहरू भयो। तर भिगनको चाहिँ फेरि अलि अप्ठ्यारो छ। भिगनको चाहिँ फेरि उहाँहरूले चाहिँ एनिमल प्रोडक्ट्स केही नै खानु होइन, केही नै नखानु हुँदाखेरि चाहिँ एकदमै अब बिइङ अ डाइटिसियन होइन, म चाहिँ के भन्छु भन्दाखेरि सबैलाई खास चाहिने चाहिँ यस्तो हुन्छ कि अब यति नै खानुपर्छ भन्ने छैन। उहाँहरूको अब जुन भिगन हुनुहुन्छ उहाँहरूको वेट अनुसार खाने त हामीले होइन, प्रोटिन पनि वेट अनुसारले 1.1 ग्राम 2 ग्रामसम्म दिने हो होइन। यदि उहाँहरूको युजल खानेकुराहरू जुन दालहरू गेडागुडीहरू उहाँले खानुहुन्छ त्यसबाट पुगिरहेछ भने त केही समस्या छैन होइन। अनि तर होइन उहाँको निड अलिकति हाई छ भने चाहिँ सप्लिमेन्ट एकदम बेस्ट नै सप्लिमेन्ट नै हुन्छ। प्रोटिनको हजुर प्रोटिनको सप्लिमेन्टहरू नै हुन्छ, त्यो नै एकदम बेस्ट। बर्थ पछि भेज नन भेज भिगन एनी मदर होइन, यदि उहाँलाई चाहिँ केही यस्तो सजेसन भयो जसले चाहिँ ल्याक्टेसनलाई इजी हुन्छ, किनभने मैले आजको डेटसम्ममा म्याक्सिमम केसेसमा सुन्नमा आएको चाहिँ कि सिएस भएको हुन्छ हजुर म्याक्सिमम केसेसमा है, र दुध आएको हुँदैन। हजुर एकदमै कमन सुनेको क्या मैले आजको दिनसम्ममा। सो यो दुध नआउने समस्याको लागि चाहिँ केही त्यस्तो डायट, केही त्यस्तो फुड, केही त्यस्तो चिजहरू हुन्छ जसले चाहिँ अलिक हेल्प गर्छ? मलाई त मेडिसिन पनि दिनुपर्ने भएको थियो होइन। सो त्यस्तो केही डायट जसले चाहिँ अलिकति सहज बनाइदिन्छ कि यसले चाहिँ दुध आउँछ भनेर केही त्यस्तो छ? दुध आउनलाई चाहिँ त्यही हो, सुरुदेखि नै हामीले अलिकति डायटमा फोकस गर्दा चाहिँ लिक्विडहरू खान सक्यो भने, जस्तै अघि मैले भने नि होइन ज्वानोको झोलहरू यिनीहरू खान सक्यो भने, प्लस बेबीले आफै पनि दुध खानु पऱ्यो क्या। मेन कुरा त उहाँले आफै पनि चुस्नुपर्ने हुन्छ होइन। कति केसेसहरूमा चाहिँ त्यो पनि ल्याकिङ हुन्छ क्या, त्यो भएर पनि दुध चाहिँ मजाले आउँदैन होइन। अनि आमाले खाँदाखेरि चाहिँ अब सुरुदेखि नै कतिपय केसेसहरूमा चाहिँ कस्तो पनि हुँदो रहेछ, कति हस्पिटलहरूमा चाहिँ लामो समयसम्म केही खान नदिकन राख्नु हुँदो रहेछ क्या सिएस भइसकेपछि होइन। अब त्यो लामो समयसम्म नखाँदाखेरि पनि गाह्रो हुन्छ होइन। त्यही भएर आफ्टर डेलिभरी चाहिँ 2-3 घन्टा जस्तो पछि नै होइन खानेकुराहरू चाहिँ खाँदै जानु पऱ्यो। लिक्विडहरू तातो कुराहरू भन्छ नि होइन, तातो कुराहरू खाँदै जानु पऱ्यो। दुधहरू क्याल्सियमयुक्त खानेकुराहरू मजाले खाँदै जानु पऱ्यो होइन। अनि हामी चाहिँ अझ के भन्छौँ भने एज अ डाइटिसियन चाहिँ सुत्केरी भइसकेपछि घर जानुहुन्छ नि हरेक 2 घन्टामा चाहिँ खाने कि 2-2 घन्टामा चाहिँ खाने। बिहान उठेदेखि लामो समयसम्म खाली नबस्ने। बिहान उठिसकेपछि ब्ल्याक टी मात्र भए पनि खानु पऱ्यो। त्यसको 2 घन्टापछि अब 8 बजेपछि मजाले उहाँले चाहिँ अब सिरियल्सहरू होइन, फ्रुट्सहरूदेखि लिएर एगहरू अनि झोल कुराहरू सुपहरू खानु पऱ्यो होइन। त्यसपछि फेरि 10 बजीतिर चाहिँ ज्वानोको झोलहरू खानु पऱ्यो। ज्वानोको झोलहरूसँग पनि एगहरू खान सकिन्छ होइन। 12 बजीतिर चाहिँ खानु पऱ्यो प्रपर हाम्रो नेपालीहरूको होइन, दाल भात तरकारीहरू नै खानु पऱ्यो मजाले। फेरि 2 बजेतिर चाहिँ सुप खानु पऱ्यो। चिकन सुप खाने हो कि होइन, मसरुम सुपहरू खानेको जुन चाहिँ प्रोटिन रिच हुन्छ होइन,
4 बजीतिर फेरि खाजा खानु पर्यो होइन। खाजामा पनि दुधको प्रडक्ट्सहरू पनि खान मिल्यो। अब दुधमा बनाएको सेवैहरू भयो होइन, साबुदानाहरू भयो होइन, त्यस्तो कुराहरू खान सकिन्छ। त्यसपछि फेरि बेलुका 6 बजीतिर फेरि ज्वानोको झोलहरू खानु पर्यो। अनि 8 बजे फेरि खाना खानु पर्यो। त्यसपछि 10 बजे दुधहरू खाएर सुत्नु पर्यो। तर यो भनिराख्दाखेरि चाहिँ जुन हामीले खाएको खानेकुराको अमाउन्ट चाहिँ धेरै धेरै चाहिँ हुनु भएन होइन, ठिकै हुनु पर्यो। कार्ब्स अलिकति ब्यालेन्स गरेर प्रोटिनहरूलाई चाहिँ अलिकति हाई गर्नु पर्यो। तर 2-2 घन्टामा अलि टाइमसम्म, केही नभए पनि 6 हप्ताको पिरियड जुन बेलामा चाहिँ युटेरसहरू हिल भइरहेको हुन्छ होइन, अनि हर्मोनहरू चाहिँ अलिकति ब्यालेन्समा आइरहेको हुन्छ, यति टाइम चाहिँ खानु पर्यो यसरी। यसमा सुत्केरी मसलाको रोल कति हुन्छ? सुत्केरी मसला पनि अब युजली त्यसको खासै धेरै, किनभने त्यसको हेरिएको त छैन रिसर्च बेसिसमा, किनभने हाम्रो टिपिकल नेपालमा, इन्डियामा र नेपालमा धेरै खानेकुरा हो यो होइन। अनि यसमा चाहिँ के छ भन्दाखेरि अब हामीले पनि सुनेको मम्मीहरूको थ्रुबाट होइन, मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि कति कुराहरू जुन पुरानो चलिरहेको छ नि त्यसलाई त्यसरी नै चल्न दिनुपर्छ जस्तो लाग्छ कि, त्यसले केही असर गर्दैन हामीलाई भने चाहिँ चलि नै रहोस् कि। अन्त सुत्केरी मसला पनि इभन अहिले पनि जाडो लाग्यो, चिसो लाग्यो, तल पेटहरू दुख्यो भने मम्मीहरूले सुत्केरी मसला बनाएर खाँदाखेरि चाहिँ रिल्याक्स भइरहेको हुन्छ क्या मम्मीहरूलाई, किनभने त्यहाँ कति धेरै स्पाइसेसहरू, कति धेरै कुराहरू परिरहेको हुन्छ, त्यसले गर्दाखेरि चाहिँ इज हुन्छ। प्लस त्यसले फोहोर फाल्न पनि मद्दत गर्छ भनेर भनिन्छ जिउको होइन, डिटक्सिफाई गर्नको लागि पनि हेल्प गर्छ। सो खाइराख्नु भएकोले एकदमै राम्रो नै रिजल्ट भनिराख्नु भएको छ भनेपछि त्यो कुरालाई चाहिँ क्यारी अन गर्दा हुन्छ। तर त्यसको चाहिँ मात्रा चाहिँ अलिकति कम गर्नु पऱ्यो। कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ मिठो लागेर पनि एकदम धेरै खाने कि त्यो गुलियो पनि बनेको हुन्छ, कहिलेकाहीँ चाहिँ त्यो एकदम धेरैचोटि खाने चाहिँ गर्नु भएन। त्यसको चाहिँ मात्रा मिलाएर दिनमा एक टाइम सुत्केरी रहिराख्दाखेरि चाहिँ खाँदा एकदमै राम्रो। सो खाँदा पनि इज गुड, तर कोही विदेशमा बस्नुभएको दिदीबहिनीहरूका चाहिँ उपलब्ध छैन भने पनि त्यसले फरक पर्दैन? हजुर, त्यो पनि फरक पर्दैन। तर मैले अहिले देखेको चाहिँ विदेशमा सब यहाँबाट लिएर जानु हुँदो रहेछ क्या, एउटा सामान लिएर गएर अनि मम्मीहरू गएर बनाइदिनु हुँदो रहेछ कि, एकदम धेरै चलेको बाहिरतिर पनि, नामै त सुत्केरी मसला भइसक्यो। सो ह्याभिङ सेड द्याट, अलिकति बेबिजलाई टच गर्दाखेरि चाहिँ 2 देखि 5 वर्षको बच्चाहरूमा अहिलेको केसमा एकदमै जङ्क इन्टेक बढिरहेको छ होइन। अनि त्यसले गर्दाखेरि पनि बच्चामै ग्यास्ट्रिक हुने, बच्चामै ठुलो मान्छेहरूलाई जस्तो हुन्छ नि समस्याहरू देखा पर्ने, त्यस्तो देखिराख्दाखेरि चाहिँ बच्चाको केसको लागि एज अ डायटिसियन हजुरको तर्फबाट केही एडभाइस जुन चाहिँ मदरले देखेर ओके यो चाहिँ गर्दाखेरि हुने रहेछ भन्ने केही एडभाइस छ हजुरको? यस्तो छ, आजकल त फेरि बच्चाहरूमा चाहिँ यस्तो ट्रेन्ड रहेछ कि भात नै खानु नमन लाग्ने रहेछ क्या आजकलको बच्चाहरूलाई चाहिँ होइन। पहिला हामी चाहिँ केही नभए दिनमा 2 चोटि चाहिँ भात खाने भन्ने नै कन्सेप्ट थियो क्या हाम्रो। 3 चोटि पनि हुन्थ्यो। घर आइसकेपछि कि दुध चिउरा कि दुध भातहरू आइसकेपछि पनि, स्कुलबाट आइसकेपछि पनि हाम्रो चाहिँ त्यस्तो खानपिन थियो क्या त्यतिखेर होइन। अनि अहिले चाहिँ बच्चाहरूलाई खान नमन लाग्ने भयो, त्यसको सट्टा चाहिँ स्यान्डविचहरू, अरू कुराहरू चाहिँ स्विच गर्नु मन लाग्दो रहेछ, पास्ताहरू, स्यान्डविचहरू होइन। अनि अब त्यो चाहिँ कस्तो हो भन्दाखेरि युजली बाहिरको जुन प्याकेटको फुडहरू छ नि त्यसले चाहिँ एकदम फरक पार्छ, किनभने त्यसमा एडेड सल्ट हुन्छ, एडेड सुगर हुन्छ, जसले गर्दाखेरि हाम्रो अर्गनहरूलाई चाहिँ गाह्रो पार्छ होइन। त्यही भएर त्यस्तो कुराहरू चाहिँ बच्चालाई एकदम स्ट्रिक्टली नै बच्चालाई कम गराउनु पर्यो भने घरमा बनाउने हाम्रो जुन किचनको खानाहरूलाई चाहिँ मोडिफाई गर्नैपर्छ, किनभने बच्चाले बेलुका खान खोज्दैन भने त उसलाई खानेको चारो मात्र त भएन होइन। अब त्यसको सट्टा हामीले चाहिँ जुन यो होल विटको पास्ताहरू जुन पाइन्छ नि होइन, त्यस्तो अब जस्तै रोटी नै दिइराख्नु भएको छ भने ऱ्यापहरू जस्तो बनाइदिएर उनीहरूलाई चाहिँ अलिकति वेस्टर्न टाइपको कुराहरू भनिदियो भने चाहिँ खानु हुँदो रहेछ क्या। मल्टिग्रेन ब्रेडहरू हुन्छ होइन, घरमै पनि आफूले तयार पार्न सकिन्छ भने चाहिँ त्यस्तो कुराहरूलाई चाहिँ अनि त्यसमै भेजिटेबल्सहरू पनि हालिदिएर प्रोटिनहरू पनि हालिदिएर होइन, अनि त्यसरी नै बनाएर दिँदाखेरि पनि बच्चाहरू पनि खुसी हुने होइन, किनभने न्युट्रिसन पनि पुग्छ। एक टाइम चाहिँ बिहान चाहिँ एक टाइम चाहिँ उहाँहरूको मेन्टली पनि यस्तो राखिदिनु पऱ्यो कि खाना खाने नै टाइम हो भनेर क्या। नेपालको दाल भात तरकारी भनेको त एकदमै बेस्ट खानै भयो नि त, एक टाइमको लागि चाहिँ खानै पऱ्यो। बेलुकाको लागि चाहिँ त्यसरी चाहिँ बिस्तारै आफ्नो होम घरभित्रकै किचनलाई नै बिस्तारै सुधार्नु चाहिँ पर्छ हामीले, किनभने आजकल यति धेरै केसेस देखिसक्यो। अनि अर्को एउटा कुरा चाहिँ के छ भने बच्चाले एउटा चिज खाएन भने चाहिँ आमा बुवाले चाहिँ त्यो चिजै नदिने पनि गर्नुहुँदो रहेछ कि, आज एक दिन खाएन अर्कोचोटि नदिने। बच्चालाई चाहिँ युजली कस्तो हुन्छ भन्दाखेरि एउटा चिज दिइसकेपछि त्यो हप्तामा 2 दिनको ग्याप जस्तो गरेर अथवा 3 दिनको ग्याप जस्तो गरेर फेरि त्यो कुरा मुखमा खानिदिनु पऱ्यो कि, मुखमा लगाइदिनु पऱ्यो कि, टेस्ट बर्डले पनि उसको बिस्तारै एडजस्ट हुँदै जाओस् कि त्यो कुरालाई। हामीले दिएनौँ भने फेरि 2 महिनापछि त्यही खाना दियौँ अनि त्यो उसलाई मन पर्दैन, त्यो कुरा मिठै लाग्दैन। त्यही भएर चाहिँ जहिले पनि नयाँ कुरा केही दिँदै हुन्छ नि हप्तामा 2 चोटि 3 चोटि जस्तो चाहिँ ग्याप राखेर के बिस्तारै दिने, अलिकति फकाएर मनाएर होइन।
अब केही कुरा खानु भएन भने त्यसलाई मोडिफाई नै गर्ने हो मेन कुरा त होइन। अब अहिले कस्तो छ भने अब हामीले त्यो कोदो फापरहरूको पिठो चाहिँ रोटी बनाएर खानुहुन्न भने अब त्यसको केकहरू जस्तो बनाइदिनु नि सक्यो क्या होइन। प्यान केकहरू नै बनाउनु भयो भने पनि एगहरूमा राखेर होइन, अथवा त्यसैलाई पनि अब गुलियो थोरै गुलियोहरू थोरै सक्कर थोरै राखिदिएर त्यसमा टेस्ट अलिकति फरक गरिदिएर चाहिँ बनाएर चाहिँ दिनु पऱ्यो कि। त्यस्तो गऱ्यो भने चाहिँ बिस्तारै बिस्तारै बानी लाग्छ। अब अलिकति आफ्नै तरिकाबाट मोडिफाई गरेर न्युट्रिएन्ट्स चाहिँ घुमाएर खुवाउनु पर्यो। हजुर, पास्ता पनि राम्रै हो। पास्तालाई पनि हामीले पास्ताको अमाउन्ट कम गरेर तरकारी एगहरू हाल्दियौँ भने त त्यसले पनि राम्रै गर्छ। ओके, ब्युटिफुल। अन द्याट नोट हामी लगभग एन्डमा आइसकेको छौँ। यदि कुनै यस्तो एस्पेक्ट यो चाहिँ थाहा दिनुपर्ने छ, यो चाहिँ छुट्यो कि जस्तो हजुरलाई केही लागेको छ भने लास्ट नोट केही छ, केही मेसेज, केही एडभाइस, केही सजेसन? अब हामीले अहिले कुरा गरिराख्दाखेरि चाहिँ प्रेग्नेन्सी ल्याक्टेसनको कुरा गरिराख्दाखेरि चाहिँ अघि भनेको जस्तै प्रेग्नेन्सी जर्नीदेखि जुन यो ल्याक्टेसनको पिरियड सबै एकदमै राम्रो फेज हो क्या आफूलाई चाहिँ होइन। त्यतिखेर चाहिँ अब लो फिल गर्ने टाइम पनि हो अभियसली होइन। सो त्यतिखेर चाहिँ सबैजनाले घर परिवारले पनि एकदमै सहारा दिने होइन, साथ दिने, बुझिदिने, अनि खानामा पनि एकदमै ध्यान दिने। मेन कुरा वेट लसलाई त हतार गर्दै नगर्ने होइन, मेन कुरा आफ्नो त्यो प्रेग्नेन्सीकोदेखि लिएर त्यो जर्नीलाई चाहिँ इन्जोय गर्ने। अनि एउटा अर्को कुरा चाहिँ कस्तो छ यो उसमा चाहिँ भन्दाखेरि आफ्टर डेलिभरी चाहिँ एउटा प्रब्लम जुन हामीले एकदम देखिरहेको छौँ, कन्स्टिपेसनको प्रब्लम चाहिँ जुन अघि भन्न छुटाएँ मैले होइन। कन्स्टिपेसनको प्रब्लम चाहिँ नर्मल डेलिभरी हुनुभयो अथवा सी सेक्सन भयो, जे भए पनि हजुरलाई चाहिँ अलि टाइमसम्म चाहिँ टोइलेटहरूमा प्रब्लम हुन्छ। कतिजनालाई चाहिँ वर्षौँसम्म पनि त्यो प्रब्लम रहिरहन्छ कि डेलिभरी पछि होइन। सो त्यसको लागि चाहिँ हामीले चाहिँ प्रेग्नेन्सी पछि हामीले जुन एकदम धेरै रेड मिटहरू इन्टेक जुन गरिन्छ नि त्यसलाई चाहिँ एकदमै कम गराउनु पर्यो है। रेड मिटलाई चाहिँ कम गरेर फाइबरयुक्त खानेकुरा हुन त अब पहिल्यैदेखि चलिरहेको साग नदिने यो नदिने भनेर पनि अलिक बढी अहिले पनि त्यति धेरै युजमा आएको छैन। हरियो दिशा गर्छ बच्चाले भनेर साग दिइँदैन त्यति। हजुर, त्यो चाहिँ मिथ नै हो, त्यो चाहिँ खान मिल्छ होइन। सो सागहरूमा अलिकति बढी फोकस गरेर अनि युजली 6 हप्तासम्म चाहिँ खसीको मासु सकेसम्म नदिनु भएकै राम्रो होइन। अनि त्यसले चाहिँ अलिक कन्स्टिपेसन गराउने भएको भएर त्यसपछि चाहिँ बिस्तारै बिस्तारै खाना थाल्नु भयो हुन्छ होइन। सो त्यो एउटा प्रब्लम चाहिँ एकदमै धेरै छ, त्यो चाहिँ लाइफस्टाइल नै चेन्ज गर्ने हो पछिसम्म। अर्को एउटा केस भनेको चाहिँ जिडिएमको केस जसलाई देखियो, जेस्टेसनल डायबिटिज जसलाई देखियो यो पिरियडमा। सो आफ्टर डेलिभरी चाहिँ 3 महिना 6 महिना पछि चाहिँ सिरियसली नै वेट धेरै छ भने चाहिँ वेट घटाउनुतिर चाहिँ लाग्नै पर्छ फेरि। किनभने त्यो केसमा पनि रिसर्चहरूमा कस्तो भने आफ्टर 10 इयर्स चाहिँ डायबेटिक नै भएर फर्किने, डायबिटिज नै आउने क्या आफूलाई त्यो देखिएको भएर चाहिँ जिडिएम छ भने पनि 6 महिना जस्तो पछि चाहिँ अलिकति मजाले वेट लसतिर लाग्नु पर्यो होइन। सो त्योहरू चाहिँ सुधार्नु पर्यो हामीले होइन। त्यो बाहेक त अब एकदम ब्युटिफुल जर्नी हो, इन्जोय गर्ने मजाले, त्यही नै हो। हेल्दी खाने, ह्याप्पी रहने, हजुर एकदम हेल्दी ब्यालेन्स डाइट। अन द्याट नोट एकदमै इन्साइटफुल सेसन, एकदम धेरै कुरा आफूलाई कति कुरा थाहा हुन्छ जस्तो लाग्छ, तर हियरिङ इट फ्रम एक्सपर्ट इज अलवेज लर्निङ इन्फर्मेटिभ। थ्याङ्क यू सो मच फर यर टाइम। हजुरको लागि हामीसँग केही भाउचर्स, फर्स्टमा सखीको कप, दिस इज फर यु। थ्याङ्क यू है केही समय सखीसँग। सो हजुरको लागि चाहिँ हामीसँग केही भाउचर्सहरू छन्। फर्स्टमा चाहिँ यो 2टा क्युएफएक्स कम्प्लिमेन्ट्री मुभी भाउचर, दिस इज फर यु, प्लिज इन्जोय। अर्को छ नमस्ते रेस्टुरेन्ट एन्ड रुफटपबाट 15% डिस्काउन्ट भाउचर। थ्याङ्क यू। मिन्ट युनिसेक्स सलोनबाट 20% अफ डिस्काउन्ट भाउचर, प्लिज इन्जोय। कमल काट्न गइहाल्नु पर्यो। अपटाउन लाउन्ज एन्ड क्लबबाट 20% डिस्काउन्ट कार्ड। र लास्ट बट नट द लिस्ट एक्युट मेड केयरको तर्फबाट 50% अन एनी पर्चेज अफ द प्रडक्ट्स है। थ्याङ्क यू सो मच फर यर टाइम। हजुरलाई बडा दशैँको धेरै धेरै शुभकामना, यहाँको आगामी दिनहरू शुभ रहन्। थ्याङ्क यू अगेन म्याम। मलाई पनि यहाँ बोलाइदिनु भयो, धेरै धेरै धन्यवाद। आफ्नो कुराहरू राख्न पाइयो होइन। युजली म चाहिँ पहिला खासै यसरी जान्न नि, म धेरैजनाले भन्नुहुन्छ मैले एक्सेप्टै गर्दिनँ कि होइन, किनभने अब धेरै कुराहरू हुन्छन् होइन। अनि अहिले चाहिँ मलाई कस्तो फिल भयो हजुरले बोलाउँदाखेरि चाहिँ भन्ने कति कुराहरू चाहिँ भन्नुपर्ने रहेछ जस्तो फिल भइरहेको थियो क्या। यो प्रेग्नेन्सी ल्याक्टेसन जर्नी होइन, अझ पिसिओएसहरूको कुराहरू छन् होइन, महिलाहरूको कुरामा
इन्फर्टिलिटीहरूको कुरामा चाहिँ कति कुराहरू चाहिँ मिसकन्सेप्सनहरू छ क्या, त्यो कुरा चाहिँ मैले भन्नुपर्ने जस्तो लागेर तब हजुरको आयो नि होइन, हजुरको मैले हेरेँ क्या इन्फर्टिलिटीहरू भनेर हेरिसकेपछि चाहिँ मैले तुरुन्तै ओके भनेको क्या। त्यो हजुरहरूले यति राम्रो गरिराख्नु भएको छ हजुरहरूले होइन। सो हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद, हजुरहरूलाई पनि दसैँको शुभकामना। थ्याङ्क यू सो मच, थ्याङ्क यू। केही समय सखीसँग, कन्भर्सेसन्स द्याट केयर।